साइन्टिफिक टेलिभिजन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको सत्यता, इमानदारीता र निरन्तरताको सिद्धान्तमा टेक्स्ट, अडियो र भिडियोहरूको सूचना आदान प्रदान गर्न लाइक, शेयर र सब्स्क्राइब गर्नु। एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक हस्पिटलहरूको औषधिबाट निको नभएको दाद, लुटो, छालाको सम्पूर्ण ब्याक्टेरियल इन्फेक्सनहरूको उन्मूलन 10-15 दिनभित्र नै 100% निको पार। साइन्टिफिक टेलिभिजनबाट समाचार सुन्नुहोस्। इन्डियामा प्लेन दुर्घटना। गुजरात राज्य प्रहरी नियन्त्रण कक्षका अनुसार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान AI-171 बिहिबार सरदार वल्लभभाई पटेल अहमदाबाद विमानस्थलमा उड्न भन्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। उडानमा जम्मा 220 यात्रु र 12 जना चालक दलका सदस्य थिए। एयर इन्डियाको उडान बोइङ 727 ड्वानजेट थियो। प्रहरी नियन्त्रण कक्षका अनुसार एयर इन्डियाको उडान AI-171 लन्डनका लागि उडान भइरहेको थियो। 12 जुन 2025 मा मेसर्स एयर इन्डिया B787 एयरक्राफ्ट VTANB अहमदाबादबाट ग्याटविकको लागि उडान AI-171 सञ्चालन गरिरहेको बेला अहमदाबादबाट उड्न भन्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो। विमानमा 242 जना सवारी थिए, जसमा 2 पाइलट र 10 क्याबिन क्र्यू थिए, DGCAको एक श्रोताले भन्यो। विमान क्याप्टेन सुमित सबरवाल र फर्स्ट अफिसर क्यालाइभ कुन्दरको नेतृत्वमा थियो। क्याप्टेन सुमित सबरवाल 8200 घण्टाको अनुभव भएको LTC हुन्। सहचालकसँग 1100 घण्टा उडान अनुभव थियो। ATCका अनुसार विमान अहमदाबादबाट 1339 IST 0809 UTC-मा रनवे 23 बाट उडेको थियो। यसले ATCलाई मेडे कल दियो, तर त्यसपछि ATCले गरेको कलको कुनै प्रतिक्रिया विमानले दिएन। रनवे 23 बाट प्रस्थान गरे लगत्तै विमानस्थलको परिधि बाहिर जमिनमा खस्यो। दुर्घटनास्थलबाट भारी कालो धुवा निस्किरहेको देखियो। अहमदाबाद लन्डन ग्याटविकको सञ्चालन गर्ने उडानमा AI-171 आज 12 जुन 2025 मा एक घटनामा संलग्न थियो। एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक हस्पिटलहरूको औषधिबाट निको नभएको पाइल्स, फिसर, फिस्टुलाहरूको समस्या 10-15 दिनभित्र नै 100% निको पारो।